हेलो गाइजहरू वेलकम टु माई ब्लग है त। आज चाहिँ कलेजको ओरिएन्टेसन छ। आज फेरि ओरिएन्टेसनमा जानुपर्छ है। 12 बजीभित्रमा पुग्नुपर्ने रे। टक्क अब नुहाइधुवाइसकेर बस्नु पऱ्यो। रेडी भएर बस्नु पऱ्यो। साथी आउँछन्, साथी सिधै जानुपर्छ आज। के कस्तो हुन्छ आएर गाइज हेरौँ। आज रमाइलो हानिदिनुपर्छ गाइज। अब चाहिँ पहिला चाहिँ म नुहाउँछु अनि बस्नु पऱ्यो, नुहाएर बस्नु पऱ्यो है त गाइज। नुहाएर फेरि भिडियो बनाउनु थाल्छु म। गाइज हामी यता ओरिएन्टेसन पुगिसक्यौँ। यता शुभम साथी हाम्रो। शुभम कस्तो भइरहेछ त भनिदेऊ त आज। गाइज हुन अब हामी चाहिँ यहाँ छिमेकी दरबारमा आइसकेका छौँ। साथीले चाहिँ केटी पठाउनुको लागि भाडामा साबुनले केटी पठाउनलाई भाडामा साबुनले मुख धोएर आएको रे। काम लागेन जस्तो छ। जिस्के आएको दुस। यता कलेजले सम्मानित गरेको अनबक्सिङ भिडियो आयो त गाइज। यता लौज क्यामेरा समातो त। ल गाइज यहाँ चाहिँ हाम्रो आस्तोष दाजुले अनबक्सिङ गर्दै हुनुहुन्छ। आकाशजीको पहिलो टुक्रा फ्लप यहाँ देख्नु सक्नुहुन्छ। ल ग्यास ल आकाश कलेजको फोटो ल एस ल बबाले ल है ल एकदम ल है ल ल है ल टोकन अफ ल खत्री पायो है। अर्को हामी साथी साथी देखाउ न ए ल चिया खानुपर्छ सँगै खाना खाने ब्रेक टाइममा यही लगाएर जानुपर्छ होइन। म थर्मस ल्याउँछु, चिया ल्याउँछु, चिया खानुपर्छ। गाइज म चाहिँ यता एकचोटि होइन दुईचोटि टोकन अफ लभ लिनु गइदिएको होइन। यता साथीले भिडियो बनाइदिँदैछ। किन्नुहोस् गाइज हाम्रो म्यान अफ द हेयर आस्तोष दाइको कन्फिडेन्स क्या कन्फिडेन्स। किरालाई कन्फिडेन्स आदिन डस भएछ क्या। गाइज किन के त हुन्छ यार, किन के त हुन्छ। उति गयो उति चिन्छ होला नि यार टिका लानु बेला त। टिका लगायो टिका लगायो टिका लगायो ल टिका लगाइदिएर साइको अरे ल यार साथी भगाले भयो। उयो हेरेको गाइज देख्न सक्नुहुन्छ यार यो मान्छेले फेरि पनि टोकन अफ लभ ल्याइसकेको छ यार। यो मान्छेले अर्को टोकन अफ लभ लिएर नि अर्को टोकन अफ ल्याएको छ यार। त्यो पनि टिका मेटेर मायाको छ यार। बब्बाल मान्छे यार, बब्बाल मान्छे यार, बब्बाल मान्छे रहेछ यार। गाइज अब चाहिँ घर फर्किनुपर्छ। खाजा नि खाइयो है गाइज। अब चाहिँ घर चल्दै गयो हामी। गाइज आज एउटा पार्ट चाहिँ लास्ट कमेडी भएछ होइन। पहिला चाहिँ म टोकन अफ लभ दिनु गएको थिएँ होइन। फर्स्टमै गएको थिएँ नि त लाइन। फर्स्टमै गएर लाइन बसिदिएँ अनि पुरा टोकन अफ लभ लिएर आएँ होइन। अनि त्यसपछि फेरि गइदिएको क्या टिका मेटिकन अनि फेरि टोकन अफ लभ लिनु गएको होइन। थाहा नै पाउनु भएन होइन। अनि फेरि ल्याइदियो। त्यो पार्ट चाहिँ लास्ट कमेडी भएछ होइन। हाँस उठिरहेको छ होइन। अनि जस आज रमाइलो भयो होइन गाइज। यस्तो साथीहरूसित जिस्किन चाहिँ नयाँ साथीहरूसित दोस्ती भएछ है गाइज। भिडियोमा चाहिँ देखाउनु मन लागेन नि त, हल्का अप्ठ्यारो लाग्यो भनौँ न। अनि शुभम साथी त आफ्नै हो नि त, त्यो भएर पहिलेदेखिको साथी हो नि त, स्कुल टाइमदेखिको। त्यही भएर अरू साथी पहिले आज मात्र भेटेको त्यो नि कडा दोस्ती भएछ। जस पछि बनाउनुपर्छ उनीहरूसित पनि भिडियो है गाइज। भिडियो मन पऱ्यो भने चाहिँ ड्यामै लाइक सेयर सब्सक्राइब हानिदिनु है त गाइज। ल आजको लागि यति नै। अर्को भ्लगमा भेटौँला। बाई बाई।